हेलो स्टुडेन्ट्स आज फेरि म तपाईहरुलाई यहाँनिर एरिथमेटिक प्रोग्रेसनको च्याप्टर एरिथमेटिक प्रोग्रेसनबाट क्वेशन लिएर आएको छु है क्लास 10 म्याथको। सो तपाईहरुलाई म यो सल्भ गरेर देखाउँदै छु है। अन्त एरिथमेटिक एपी च्याप्टरबाट चाहिँ मैले एउटा क्वेशन निकालेर ल्याएको छु है, क्वेशन लेखेको छु। त्यो क्वेशनको म सल्भ गरेर देखाउँछु तपाईहरुलाई। अनि सायद तपाईहरुले यो क्वेशन सल्भ गरेकोले गर्दाखेरि अरु क्वेशनहरु यसो हेल्प हुन्छ होला अरु क्वेशन सल्भ गर्दाखेरि। अनि म्याथमेटिक्सको जुनै पनि अब च्याप्टर स्टार्ट गर्दाखेरि त्यो च्याप्टरमा फर्मुलाहरु लाग्छ। त्यो फर्मुला चाहिँ मैले लिएको छैन, म सल्भ गर्दै जाँदाखेरि कुन चाहिँ फर्मुला लाग्छ म देखाइदिन्छु है तपाईलाई। यहाँनिर अब क्वेशन चाहिँ के छ भने चाहिँ फाइन्ड द सम अफ अल द 2 डिजिट नेचुरल नम्बर्स व्हिच आर डिभिजिबल बाइ 4 भने हामीले चाहिँ सम खोज्नु भन्दैछ। तर कस्तो सम चाहिँ के को सम भने चाहिँ 2 डिजिट नम्बर छ अरे जसलाई चाहिँ 4 ले डिभाइड जान्छ अरे। अब 2 डिजिट नम्बर त थुप्रो छ, जस्तै 10 देखि 99 सम्म हो। अनि त्यो डल्लैको सम निकाल्नु भनेको हैन, त्यो 10 देखि 99 सम्मको बीचमा चाहिँ 4 ले डिभाइड गर्ने नम्बर कति छ त्यसको सम निकाल्नु भनेको। सो त्यसले गर्दा म तपाईलाई यहाँ सल्भ गरेर देखाउँदै छु। अब तपाईले के गर्नुपर्छ भने चाहिँ 2 डिजिट नम्बर म तपाईलाई फर्स्टमै लेखिदिन्छु। 2 डिजिट नम्बर इक्वल टु 2 डिजिट नम्बर चाहिँ को हो भने एउटा 10 देखि 99 सम्म है। यो दुई जनाको बीचको नम्बर, तर सबै हैन, जुन चाहिँलाई चाहिँ 4 ले डिभाइड जान्छ है। सो हामीले चाहिँ यहाँनिर चाहिँ एसएन सम भनेको एसएन निकाल्नु पर्छ, यसको फर्मुला छ है। अब 2 डिजिट नम्बर चाहिँ के हो भने चाहिँ अब तपाईलाई यहाँनिर 2 डिजिट नेचुरल नम्बर लेख्दा हुन्छ तपाईको क्वेशनमा। नेचुरल नम्बर्स डिभिजिबल बाइ 4 भनेर लेख्नु भयो। कुन हो भने चाहिँ तपाईको 2 डिजिट नम्बर 10 लाई त जान्दैन, 4 ले 11 लाई जान्दैन। अन्त 4 ले फर्स्ट 2 डिजिट नम्बर जाने 12, 4 3 जा 12 हो। त्यहाँदेखि त्यसको बादमा 4 4 जा 16, 4 5 जा 20, 4 6 जा 24 डट 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 गर्नुस्। अन्त लास्ट डिजिट चाहिन्छ हामीलाई, विदाउट लास्ट डिजिट चाहिँ हामी सल्भ गर्न सक्दैन। अब 99 देखि चाहिँ लास्ट डिजिट 99 पनि हुन सक्छ, मेबी यो भन्दा अर्को नम्बर पनि हुन सक्छ। कसरी लास्ट डिजिट चाहिँ तपाईले कसरी खोज्ने भन्दाखेरि चाहिँ 99 लाई गएर यहाँनिर तपाईले डिभाइड गर्नुस्। 99 लाई डिभाइडेड बाइ, किनभने 4 को हो हामीले 4 को गरेको, 4 ले डिभाइड गर्नुस्। 4 2 जा 8, 1 लेफ्ट, यहाँबाट यो गर्नुस् अन्त 9 आउँछ। 4 4 जा 16 भयो, 3 लेफ्ट। सो 3 छ भनेपछि 99 इज नट कम्प्लिटली डिभिजिबल बाइ 4। 99 लाई चाहिँ 4 ले डिभाइड जाँदैन। सो त्यसकारण चाहिँ 4 ले डिभाइड जाने यो 4 को डिभिजल हैन नम्बर चाहिँ 99 चाहिँ। सो 4 ले डिभाइड जाने नम्बर चाहिँ कुन चाहिँ हो भने चाहिँ 99 माइनस यो गर्नुपर्छ, -3 गर्यो भने चाहिँ 96 चाहिँ तपाईको 4 ले डिभाइड जाने। यो दिस इज लास्ट नम्बर हो, तपाईले यहाँनिर चाहिँ 96 भनेर लेख्दा हुन्छ। सो यो चाहिँ एकदम दिस वान इज भेरी भेरी इम्पोर्टेन्ट। यो मिस्टेक भयो भने चाहिँ तपाईको यहाँ सल्युसन मिस्टेक हुन्छ। सो लास्ट 2 डिजिट नम्बर चाहिँ 4 ले डिभाइड जाने चाहिँ कुन चाहिँ हो भने चाहिँ 96 हो है। अब म यहाँ तपाईलाई सल्भ गरेर देखाउँदै छु है, अब कसरी सम निकाल्छ, हाउ क्यान वी फाइन्ड सम है। त्यसकारण चाहिँ दिस इज ए फर्स्ट टर्म भन्छ 12 भयो। त्यहाँदेखि डी भनेको कमन डिफरेन्स हो, a2 माइनस a1। a2 कति छ भने चाहिँ a2 16 माइनस a1 कति छ 12 छ, 12 4 आयो। त्यहाँदेखि तपाईको लास्टको an भन्छ लास्ट टर्म, दिस इज 96 है। अब यहाँ तपाईको नम्बर अफ टर्म छैन, यो n छैन। अनि विदाउट n चाहिँ तपाईले एसएन खोज्नु सक्दैन। फर्स्ट वी हेभ टु फाइन्ड n। सो नम्बर अफ टर्म्स भने यो टर्म चाहिँ कतिवटा छ भने हामीले खोज्नु छ। अब दिस इज अब युजिङ फर्मुला बाइ युजिङ फर्मुला। अब यो चाहिँ an को फर्मुला छ an इक्वल टु a प्लस n माइनस 1d। अब इन्स्टेड अफ an चाहिँ तपाईले an को जग्गामा चाहिँ यो 96 लेख्नुस्। मैले यहाँ पनि लेखेको छु 96। a को जग्गामा फर्स्ट टर्म हो 12 लेख्नुस्, त्यहाँदेखि प्लस n छैन माइनस 1 d कमन डिफरेन्स 4 आइरहेछ यो लेख्नुस्। त्यहाँदेखि फेरि 96 यता आउँदाखेरि 96 माइनस 12 हुन्छ इक्वल टु उता चाहिँ n माइनस 1 4 मात्रै बाँच्यो। यो 96 यता आएको है 96 माइनस 4, अब गर्दा कति हुन्छ 84 हुन्छ। यहाँ जग्गा छैन त्यसकारण म यहाँ गरिदिन्छु 84 इक्वल टु n माइनस 1 अनि यो 4 भयो। यो 4 लाई यहाँ ल्याउनुस् डाउनमा, 84 डिभाइडेड बाइ 4 उता n माइनस 1 मात्रै हुन्छ। सो त्यसमा क्यान्सल गर्नुस्, 4 2 जा 8, 4 1 जा 4। सो n माइनस 1 इक्वल टु 21 भयो। सो n माइनस 1 and n इक्वल टु 21
यो तान्दाखेरि +1 गर्दाखेरि 22 भयो नम्बर अफ टर्म्स चाहिँ तपाईको कति आयो 22 भनेपछि 12 देखि 96 सम्म चाहिँ 4 ले डिभाइड जाने नम्बर चाहिँ कतिवटा रहेछ भने चाहिँ 22 वटा छ भनेको सो now after finding this 20n number of terms then we have to find sn हामीलाई क्वेशनमा चाहिँ sn खोज्नु भन्दैछ n खोज्नु भनेको छैन सो sn सम निकाल्न लागिलाई चाहिँ we need हामीलाई फर्स्ट टर्म चाहिन्छ कमन डिफरेन्स चाहिन्छ अनि n चाहिन्छ सो अब नाउ अब म तपाईलाई म sn खोजेर देखाउँदै sn = n/2 a plus l so this is the formula of sum of terms or sum यो तपाईको sn को फर्मुला हो हैन यो फर्मुला लगाएर चाहिँ हामीले sn खोज्न सक्छ अब s लेख्नुस् इन्स्टेड अफ n चाहिँ तपाईले 22 लेख्नुस् अनि यहाँ n को जग्गामा 22 डिवाइडेड बाइ 2 a भनेको फर्स्ट टर्म 12 छ तपाईलाई ap मा म देखाइदिन्छु 12 छ त्यहाँदेखि चाहिँ l भनेको लास्ट टर्म 96 लेख्नुस् सो दिस and the 2 11 is 22 11 आइहाल्यो and the ब्र्याकेट भित्र 6 plus 2 8 9 plus 1 10 108 आयो अब नाउ मल्टिप्लाई दिस 108 यो 11 into 108 गुणा गर्नुस् आइहाल्छ 108 into 11 188 100 111 188 100 111 8811 भनेपछि 1188 आन्सर यो भयो therefore the sum of first 22 terms is 1188 this is the answer अब म तपाईलाई के भन्न चाहन्छु भने चाहिँ हामीलाई सम खोज्नु भन्दैछ 2 डिजिट नम्बरको तर 2 डिजिट नम्बर चाहिँ 10 बाट 99 सम्म हुन्छ तर 10 देखि 99 सम्म चाहिँ सबैलाई 4 ले डिवाइड जाँदैन 4 ले डिवाइड जाने 10 देखि 99 सम्म चाहिँ 4 ले डिवाइड जाने नम्बर चाहिँ 22 वटा मात्रै छ 22 वटा मात्रै छ त्यो 22 वटालाई जोड्दाखेरि चाहिँ यति आउँछ भनेको 1188 अनि जोडेको त यहाँ देखाएको छैन त भन्ने हुन्छ जोड्दा लङ प्रोसेस हुन्छ सो बाइ युजिङ दिस फर्मुला सम अफ एसएन को फर्मुला लगाएर चाहिँ मैले यो तपाईलाई सल्भ गरेर देखाइदिएको सो अब यो क्वेशन सल्भ गरेको गर्दाखेरि अब 2 डिजिट मात्रै हैन 3 डिजिटको क्वेशन आउन सक्छ 4 डिजिट क्वेशन आउन सक्छ अरु क्वेशन आउँछ यसको हेल्पले तपाईले अरु क्वेशन गर्न सक्नुहुन्छ सो थ्यांक यू